Hello bro, कहाँ जानला? खाना कान्हान चाहिँ कहाँ हो दोस्त? पहिला इन्डिया बोलाउनु दोस्त इन्डिया बोलाएको छु हौ, कतिचोटि बोलाउनु आउँदैछ दोस्त। टाइम आयो भने ला मलाई कुरीको मन पर्दैन के मनपर्छ तिमीलाई केटी? हुँ। हँ? के भयो त अनि दोस्त, अब कहाँ जाने कसरी खेल्ने कुरा हो त? भन्दैन दोस्त यहाँ भ्युवर्सलाई यार। भन्दिनँ म आ मा त चुप भन न दोस्त। त्यो भन न। नचलन दोस्त मलाई सन्चो छैन कि आज म बिरामी छु दोस्त आज के भने आज बिरामी? मलाई यहाँ त्यो आउने बित्तिकै बिरामी छु किन त्यस्तो चाहिँ? किन हो ब्रो पोलियो त्यस्तो? चाहिँ मागेको छु म त के ओइ लामो माइक पोलिदिन्छु गर्छ त कस्तो खाते बेहोरा हो मायादर छु। दोस्त भन न भ्युवर्सलाई आज के छ कसो छ, कहाँ गएर खेल्ने भयो, के भयो त म्यानेजमेन्टसँग कुरा? ल्याम नगर न, कस्तो खिच्चा बेहोरा हो माया कसम। के गर्नु तिमीलाई कुरा चाहिँ के कुरा होटेलको? कुन होटेल जाने भयो भन्दैन त ल। होटेल डे इनमा आज बोला छ, हिजो कुरा गरेको। होलिडे इन ल्याम ए होलिडे इन साला अनि तिमीले त अघि होटेल इन आफैले भनेको त नि। होलिडे इन भनेको ए हो के अरे होलिडे इनमा बोला छ आज, हेर के कस्तो हुन्छ। होटेल जाने हो स्विमिङ खेल्ने हो बस्ने हो यता बुटक्यामा बसेर त इन्टरनेटहरू बत्तीको इस्यु हुन्छ, केही जोडे होइन त्यो होटेल जाने भनेको म्यानेजरसँग कुरा गरेर। दोस्त के गेम चाहिँ नखेल्ने स्विमिङ खेल्ने हो क्या? स्विमिङ खेल्ने हो गेम सन्चो छैन क्या म स्विमिङ खेल्छु म ए सन्चो न दोस्त सकुदियालाई स्विमिङ खेल्ने, रुगालालाई स्विमिङ खेल्ने उल्टो हो क्या? गाडी पनि दुईटा ए गाडी पानी खाएर ठिक हुने हो स्विमिङको? हल्का दोस्त ककटेल हुन्छ नि त पानी मिसिएर, त्यही हल्का मिसिन्छ त्यो अनि होइन त? ए मनपर्छ त्यस्तो कुरा एकदम। ठिक छ अहिले चाहिँ दोस्त अब चाहिँ हामी कहाँ निस्किन लाग्यो त? और हामी खाना जाने। खाना कुन ठाउँ रे? नक्सल मन्त्र थकाली रे। अब आज ट्राई, अस्ति जिम्बु ट्राई गरेँ, आज त्यो थकाली ट्राई गर्ने होइन। के कस्तो हुन्छ गेम सेम खेलेको पनि अपडेट यस्तो दिइरहेको हुन्छ। माइकको त दोस्त सदुपयोग गर्नु पर्यो नि यार। अब सुटकेसको सदुपयोग चाहिँ कसरी गर्नु दोस्त? सुटकेस लिएर जाने हो दोस्त, साइड रोकन लान्न यत्रो माया सपिङ गरेर रनमती सुटकेस लिएर जान्छु होटेलमा। अन्त सामान त कहाँ हट्छ त नि? एकैचोटि हेडफोन फ्यान सब लिएर जाने, फ्यान पनि चाहिन्छ अरे। मान्छेहरू आ भने लग भन्ने म त सक्दिनँ लान। गाडीलाई बोलाउने हो दोस्त बोला अघि नै बोला थियो होटेल चेक इन गर भनेर जाने एकछिनमा यसोलाई खानासाना खाऊँ अनि त्यसपछि यसो दिनको सुरुवात राम्ररी गरौँ न आज। अन्त्य पनि राम्ररी हुन्छ आज, फिक्स आज। त्यहाँ बसेर त्यो बोल्दै होला अनि सुन्दै होला यार, एकचोटि त्यो ढोका ढोका ओइमा होइन होला यार। ओए सिनेमा तिम्रो त ट्यागको गीत हाल्दैमा आएको छ पुरै। ओए अनि उसलाई मलाई जान पायो भने त अगाडि हो नि। अनि खानेकुरामा भयो भने त रनमती केही नसोधे पनि गाडी ड्राइभरलाई हामी हो भनेर सोद्धा नि सोध्दैन होला यार। बर एकछिनमा गीत हाल्दै ट्याक्क लगाएर बर क्रेजी आयो त अनि हो क्या। आज एक्चुअली सेक छ बर थाहा भएपछि मलाई। दोस्त के बोल्दै थियो दोस्त? तिम्रो सुनिरहेको थियो के माइकमा? ए बोलेको थिएनौ? थिएन चुप लागेर बसेको बाटो चाहिँ लास्ट हो कि भित्रको? नेपालको अनि होलिडे इनको भ्लगमा त्यो स्विमिङ खेलेको ओकेलाई पानीमा लम्बै डुबाइदिएको नि आउँछ हो कि भाइ? एक्चुअली आम्बो कसम ओभर हिरो यार। ओए भाइ तिमी देऊ माइक देऊ। ओके बोल्छ के अरे एक्जी बोल्छ है, तिमी बोलिहाल्यौ एक्जीमा टक छान्थे खै के भन्दै थियो? यतिकै ठिक छ कसम यार। एक्जीको त गीत हाल्दै मात्रै बस्छु यार म त। त्यहाँको त्यो क्रेजी थियो के अरे तामाङ र जाहिरको अस्ति इन्ट्री थियो त फुटसलमा। भोजपुरिया हो क्या जनचेतना यादव सरकारवाला सिस्टम मिला दूंगा। आज कति बजी जाने हो त उता? अघि बोलाएको केटाहरू उठेन एकछिनमा आउँछ मैले भन्दै
खानासाना उतै भनेको थियो के भनेको थियो भर्खर भने भन 10 मिनेट अगाडि सब प्याक बुक गरिदिएछ भनेपछि उसै छैन भन उता जाने त चान्सै छैन छैन होला तिमीहरूको भए मात्रै मेरो त सिधै टलक्क रिजेक्ट हामीले त्यही त भन्यो छैन होला अब त कहाँ फर्स्ट टाइम के होइन कमेन्ट उसहरू हेरिरहेको थिएँ कमेन्टहरू यताउति सबले उस भन्दै थियो बिचरा बिचरा गर्दै फर्स्ट टाइम भएको बिचरै त त्यही भनेर मध्ये पनि एसएल पनि लास्ट यही हो हेर्न मान्छेहरू पनि उस थियो नि त एक्साइटेड थियो नि त हामी त यस्तो खेल्यौँ अब कस्तो खेल्छ भनेर झन् ल्यान्डमा मजा आउँथ्यो क्या यार जोसै छुट्टै हुन्थ्यो देख्दै थिएन मान्छेहरूले यस्तो एक्साइटमेन्ट थियो फोरवायरको गेम हेर्न भन्दै केही छैन अब होटेलमा हानिन्छ अब एभ्रिथिङ ह्यापेन्स फर रिजन हैन केही भएन के हो खै अचम्म लाग्छ सोच्दै यार मलाई त म्यानेजमेन्टको पनि के गल्ती भन्नु अब हान्नुपर्छ नेपालपट्टि जाहिर चाहिँ गयो अब चाडा कुर्सीमा सुत्दै खेल्छ एउटा मात्रै दिनु रहेछ कुर्सी त हेरेको थिएँ होइन चाडा कुर्सी राखेको थियो त साइड साइडमा त राख्छ होइन राखेको थिएँ नि त मैले हेर्दा मेनाकोमा हेरेको थियो मैले हेर्दा राखेको थियो दुईजना मात्रै देखिरहेको थियो दुईजना मात्रै थियो होइन एउटा सोलोवालाकोमा चाडा कुर्सी थियो सोलवालाको थाहा दुईजनाको मात्रै दुइटै अब जाहिर पनि चाडा कुर्सीमा कुर्सी चेन्ज गर्दै खेल्छ तामाङको कुर्सी एक्जीको कुर्सी गर्दै बिचरा एन्ट्री एक्लै गराइदिन्छ एन्ट्री एक्लै होला त्यही त हाम्रो पोस्टर लिएर जाने कि आई मिस यु गाइज गर्दै तपाईँहरू नभए पनि तपाईँहरूको याद मसँग छ कर्ली पम्प गरेछ कपाल एन्सी बो इन द हाउस भन्दै जाला यार हिजो स्टोरी देख्यो कि देखेन जाहिरको अनि कुन घरको बिल्डिङको पुरै अनि आम्बो दोस्त हामीले नि हाल्नु हुन्थ्यो कि अब के गर्नु अब यतैको नेपालकै हाल्नु यतैको होइन होलिडे इनको टक्क लाएर भ्यू ओके दोस्त पौडी खेल्न आउँछ आउँछ भने अहिले एकछिनमा हेरौँ है फुटबल पनि खेलेको देखेको हो दोस्त तिमीलाई नहुनु त के छ र पब्जी मात्रै आउँदैन होला तिमीलाई खेल्न आउँछ साँच्चीकै ल दोस्त बोलीको मात्रै हो कि साँच्चीकै हो हेरौँला नि अहिले के भन्छ अरे उसले फाइनली ल्यान्डेड सेफली दुबईमा दुबईको खाना कस्तो हुन्छ त अब अनि हाल्यो अन छ त्यो अगाडि बोल्दा हुन्छ त जाँठा ल हुन्छ तर निलो बोल्दा छैन कहाँ सकिन्छ जाँच मेरोमा त हरियो बोल्दा कता भयो सब प्याक छ त नि बहुत प्याक हुँदै रहेछ यार यहाँ त हजुर के छ त दोस्त एक्सपेक्टेसन के अरे अनि खानै खाइदिउँ अनि दोस्त बोल न कति मोबाइल हौ दुईटा कि दोस्रो बोलिदियो क्या कति बोल्नु गाडी दिए खाना चाहिँ किन खान्छ नि गाडी दिए मान्छेले खाना पाइँदैन बोला नहौमा बाल्दैन रेटिङ दिउँ यार अहिले खाएर बरु अहिले खाएर रेटिङ दिउँ होइन ल बाई कस्तो लाग्यो तिमीलाई मन्त्रको एक्सपिरियन्स सेयर गर ज्वरो आयो यार खाँदा खाँदै खाना ज्वरो आयो मिठ लाग्यो होइन किन गर्ने प्रमोट पैसा दिए भए प्रमोट त बोला ए भनेपछि के थाहा छैन थाहा छैन मलाई टेस्ट प्रिफरेन्स चाहिँ के थाहा छैन थाहा छैन अनि बिसारे कहाँ बिसारे एउटाको हेलो हेलो दाइमा लोकेसन छ दाइमा ताकि यो मन्ट थकालीको बाहिर छ मिठो छैन तर यार मलाई त मिठो लागेन पक्कै कहाँको त्यो डाट्टा हान्न 5703 यस्तै छ पारा लाटो एकदम निलो कलरको जुत्ता र कालो कलरको प्यान्ट मेरो एउटा बाइसिप जत्रो पनि छैन यार म नि गेट बाहिर छु म आइरा हेलो कति हेलो हेलो हो दोस्त बोलाउ न कहाँनिर हो तपाईँ ए हो र त्यही हो
प्राइभेट गाडी आयो त प्राइभेट गाडीमा गाडी नै उयो रे जस्तो यो त सरकारी गाडी हो त पब्लिक गाडी होला नि त बी भनेपछि त केही छोडेन नि यस्तै है अब के गर्नु यता ओके बसिरहेको छ एक्जिट रेडी भएर आइसके यता जेरक्स छ यता हाम्रो बुट क्याम्प हो अब केटाहरू गएपछि सरसफाइ हुन्छ अहिले चाहिँ यस्तै छ फ्यान किन्नुपर्छ अन्त त्यहाँनिर चाहिँ दुबई जाने सुटकेसहरू थियो तर अब के गर्नु होटल जाँदा भने युज गर्नै पर्यो के बोल्दैछ के बोल्छ यस्तै है हाम्रो पिले सोझो भनेको त मुख मात्रै छाड्दो रहेछ हजुर भन न पासपोर्ट चाहिन्छ त्यही राख न लोकेसन हलिडे इन रेडी भइसकेछ अब केटाहरू निस्किँदैछ होटलको लागि अब बुट क्याम्पको हालत यस्तै छ है गाइजहरू के गर्नु सबैजना अब सपिङ गरेर आएको थियो दुबईको लागि भनेर अब सबै यस्तै भयो अब होटलमै बसेर खेल्ने हामी नेपाली टिमहरू ऊ चाहिँ जेरक्स हो ब्ल्याक लाउने उताको चाहिँ ओके ऊ चाहिँ एक्जी ऊ चाहिँ तामाङ हो त नि जा पासपोर्ट बस जन्म दर्ता नै ल्याऊ बेदर्ता नि ल्याऊ कति टाइट हो ब्रेक त यार ब्रेक टाइट त हुन्छ यहाँ के राइडमा छैन छैन पनि स्कुल जान्थ्यो क्या यो त टोइलेट नि स्टुडियोमा गएर के कहाँ पुग्दाखेरि पावर बाई बोया स्पोन्सर हो तँ पागल रहेछ त पागलै रहेछ कुन दिन जन्मेछ पागल जिन्दगीभरि यस्तै हो खुट्टाको रौ हेर्नुहोस् त जुत्ता जुत्ता हामी जाँदै गरौँ न त मामा फोन लाग्यो त्यो अघि त भगाएका दुबई नगए पनि अब केटाहरू नेपाल बसेर खेल्छन् होटलमा जाँदैछन् अहिलेलाई तिमीहरू छुट्यो अब के गर्नु होइन दुबई जाऊ राम्ररी राम्रै खेला भनेको हो नराम्रो खेलेपछि यस्तै त हुन्छ होइन अब ल जसको टाढो पुग्नु हेरौँ न बाई बाई ल बाई बाई केटा हो के गर्छ बाई बाई भनेको बाई बाई रामसँग खेलेर आए डाटा केबल अनि फ्यान होइन अगाडि निस्किनु बाटो छ त छैन ल बाई होटल आयो लिफ्ट पनि आयो लिफ्ट चढ्यो लिफ्टको भन्दा ओपी है सुरुवात हाम्रो खतरा भइसक्यो त्यही त भन्छु लिफ्ट किन चल्दैन
फोन गर न मलाई यसो न राम्रो हुनु भएन ए म मेरो पनि चलेन के त्यो डाटा चल्दैन तिम्रो हेर त सिग्नल आइरहेको त ल अझै अपडेट दिइरहेको छ के भन्छ नि ह्याङ्की खानु सक्दैन भनेको अब दामी पॉइन्ट तान्नुपर्छ म सबै घरतिर गयो म त क्लासिक खेले जस्तो गरेर झारतिरै कटेर ल मा एकु लाग्दैन त दुख के छ त एउटा त आनौँ न त दुईटा झरेको थियो त्यहाँ मेरो दुईजना मेरो दुईजना छ केटा एउटा डिप्पु थियो त यो भित्र सिट क्या अब त्यही हो त्यो भित्र छ तामाङ ओइ उता आउँदैछ उता खायो भने के अरे जुत्ता लाएर आउँछ ठिक छ ऊ दोस बाहिर मिल्छ मिल्दैन अरे प्रिसियस प्रिन्स के अरे मिल्छ होला बाहिर जानु मिल्छ सोधा न त्यहाँ सोधेर आउँछु र बाहिर त लाएर आफैलाई चाहिँ अब ढुङ्गामा उस गरेर कहाँ नजिकै होला त होइन फ्यानहरू कहिले आउने हो खोइ त ओके कहाँ गयो मरेका हो TMG8 लेखायो कि के लेखायो थाहा छैन TMG8 रे त्यही नाम राखेर यसो पुगेँ गाडी के गर्छु दाँतको रेखी झारिदिन्छ नि अन्त देखाउनु फोकस भएन के यता यता ए कस्तो पहेँलो छैन लिएर आएको चप्पल ल मैले त ल्याएन ऊ बेस्टुहरू जसपछि पाले काम गर्दैछ क्या हो सोधिदिउँ म सोधिदिउँ म सोधिदिउँ के अरे सुन्नु न के अरे चप्पल आएर बाहिर केही जानु मिल्छ मिल्छ है जाउँ मिल्छ अरे बाहिर त्यही उयो हो क्या माइक माइक पर्दैन होला यत्रो केटाहरूमा त्यता घाउनु मिल्दैन चलाउँदा यस्तरी यस्तरी ए यस्तो सर्भिस हुन्छ है फेरि ब्लगरहरू हेर न आम्बो अनि नेपेक्स अब्बर छ है अब कुन्नीको जर्सी यो मेरो पर्सनल टिम हो क्या नक्सल नछौँ हामी पार काट्यो रनिक्स माइक साइड निकाल्नु क्या तिमी लाउँछौ माइक खानी त हो नमस्ते ल है यस्तो छ है तर यस्तो आउँदैन कि यस्तो गर्ने के छ त फर्स्ट गेम टेस्ट म्याच कस्तो भयो टेस्ट म्याच कस्तो भयो टेस्ट म्याच ठिकै ल अब यसो खान्छौँ अनि के कस्तो हुन्छ अहिले भनौँला अहिले गेम पनि देखाउँला पानी त राम्ररी खाउन के हो त्यो उदय आऊ दुई गेम अब चिलमा हान ड्रिङ्क वाटर अर्को मरेको मान्छे जस्तै बस्यो त्यहाँदेखि गाडी भित्र लाग्यो के हो यो भन्ने लास्ट पिरो छ कि पिरो म त्यस्तो पिरै खाँदैन कहाँ पिरो ल्याएको जस्तो थाहा मैले बल्ल बल्ल जस्तै नि त्यो रिभ्यू दिउँ न रिभ्यू देखाउ न त्यो के थियो चियाको यस्तो मन पर्दैन देखो त जस केटीहरूलाई यस्तै मनपर्छ तिमी रनमा त केटी त हो खै तिमीलाई मन पनि पर्दैन त जस हटाएन दोस्त ठिक छ
उसलाई हाल्थ्यो बढी हुनु खुवाउन हौ कस्तो लजाको हौ मिठो भएन त्यही भने खुवाउन उसले प्रिय खान्छ क्या मिठो लागेन मिठो लाग्दैन भन पिरो पिङ ठिक छ होइन सबै पिङहरू 200 300 आएको थियो बिचमा त गाडी झटक झटक हुँदै थियो हो कुन ग्लासमा त्यो ग्लास देऊ न दोस्त तिम्रो चिज पानी खाने तताइदिएको थियो यहाँ तताइसके देऊ न ग्लास पागल हो क्या पागल त्यत्तिकै यो एनर्जी आयो दोस्त एनर्जी पानी खाएर यति खाएर एनर्जी अब चाहिँ दोस्त भनौँ न सेकअप न इरान गर्नु छ त बेसी लाग्यो भने हेरौँ न गाडी गेम हेर्दै बसौँ न त्यत्रो बसेर हामीले तातो बनाइदियो केटालाई कि अफै गरिदिए अफ गरिदिए त्यही त यहाँ छिरी त घुमुक्क आउँछ उहाँ कस्तो घप्प भइदिएर दोस्त फेरि हेर न एक्लै गएको होइन यो कहाँ पुगेँ होइन कसरी आउने के ममा भेजा भएर यार बाटो नदेखेर को जोइन गरे नि एउटा कलर ल केटाहरू के छ त अनि कस्तो भइरहेछ ब्रो सक्यो डिवान सक्यो कस्तो छ त डिवान कस्तो डिवान कस्तो भयो त अनि चिकन चाहिँ हल्का केही छैन जहिले के छ त नक फिनिस खाने त्यसपछि जन्माएर मर्ने प्लेयर त्यो अब अनि कति एनर्जी त्यस्तो थियो भन्नु न त्यही हो खाएर अब बुट क्याम्पतिर अनि भोलि बिहान सिधै दोस्त त्यो दिखाएर पऱ्यो बत्तीवाला जहाँ घुमै गर्छ माया केही छुट्यो भने छुट्यो फरक छ माया घुमेको तिम्रो लिएर जाँदैन दोस्त यहाँ राखिदिन्छ निकाल्यो बाहिरबाट भित्रबाट यस्तो गरेको कि ठिक छ त सब राम्रो गेम लास्ट सो गरे क्या चिकन मिस किन गरेको भने हाम्रो प्लेअफमा यस्तै हो कि तामाङले हो र प्लेअफमा यस्तै फाइनलहरू गरे रनमध्ये न्याक्छु र रनमध्ये छोरी राख्यो ल अब चाहिँ हामी बुट क्याम्पतिर जाँदैछौँ भिगन सक्यो होइन राम्रै भयो ओभरअल त्यो गर्दा नि त आउँछ कि जीवन यता तल खोइ केटाहरू के हो आऊ घाट त थिचेर मुझे लग्दैन के आयो रनमतीको छोरी बिरामी प्लेयर तामाङ दोस्त आउन के गरिदियो हो छोरी आउँछ जाने नि र ओए ओबर अनि आयो रनमती झोले प्लेयर झोला त निकाल फाट फाल्दै गरेको धेरै म त भाग यस्तो जान्थेँ मुला त्यो अति बडो हो यो त्यहाँ जाउँ हामी केटाहरू आउँछ हुन्छ त्यही भएर केटाहरू केटाहरू त होइन होला हौ माया यस्तो छ अनि सुसी भयो नि खाना खाने बुट क्याम्प चलिदिने यस्तै छ कहाँ राख्नु सुटकेस खानामा चाहिँ राइस नान मिक्स भेज कडाई रे
क्युमिन पटेटो हक्का नुडल्स रे अनि त्यसपछि बेक्ड कोन एन्ड स्पेनिस चिकन स्ट्यू अनि यता चाहिँ पापडहरू अचार सलादहरू त्यस्तै प्याज खुर्सानीहरू चिज क्रिम अफ पटेटो सुप कसले पनि खाएन दोस्त ठिक छ खाँदैछु केटाहरूले